हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ मैले धेरै पछि भ्लग लिएर आएको छु। आजको भ्लग चाहिँ अलिक स्पेसलै छ किनभने आज मेरो दिदीको सिस्टर इन लको बर्थडे छ, मेरो सिस्टर इन लको। सो उहाँलाई चाहिँ त्यहीबाट ह्याप्पी बर्थडे टु यु दिदी, धेरै धेरै माया। अनि आज चाहिँ अब दिदीलाई चाहिँ नि हामी आउँदैछौँ भन्ने थाहा छैन, दिदीले चाहिँ आउनु भनिराख्नु भएको थियो। अनि हामी चाहिँ भ्याउँदैनौँ, टाढा छ, अब नेक्स्ट टाइम आउँला भनेर चाहिँ भनेको छ। तर पनि हामी चाहिँ केही दिन अगाडिदेखि नै सरप्राइज चाहिँ प्लान गरिरहेछौँ। अनि यो सरप्राइजमा चाहिँ स्पेसली थ्याङ्क यू टु रुबी बहिनी। उसले चाहिँ हामीलाई रुबी चाहिँ नि हाम्रो दिदीको नन्द हुनुहुन्छ, उहाँले चाहिँ हामीलाई यो सरप्राइजमा हेल्प गर्दैछ। सो उसलाई चाहिँ त्यहाँबाट धेरै 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 थ्याङ्क यू। अनि अर्को चाहिँ भिनाजुलाई पनि थाहा छ होला सायद हामी आउँदैछौँ भनेर। सो अब आज बेलुका हामी जान्छौँ। अनि अहिले अब यता सरप्राइजको लागि चाहिँ नि तयारी, गिफ्टहरू यताउति तयारी गर्दैछौँ। गिफ्टहरू चाहिँ के हो भनेर चाहिँ त्यो लास्टमा दिदीलाई दिइसकेपछि नै थाहा हुनेछ। सो आजको भ्लग चाहिँ अलिक रमाइलो नै हुन्छ जस्तो लाग्यो मलाई। सो अन्तिमसम्म हेरिदिनु होला र माया सपोर्ट पनि देखाइदिनु होला। मैले धेरै पछि भ्लग लिएर आएको छु, सो के कतै बोल्न मिस्टेक भयो भने पनि माइन्ड नगरिदिनु होला। सो यति भन्दै चाहिँ अब बाँकी भ्लग चाहिँ एकछिनमा कन्टिन्यू गर्नेछु म। अहिले चाहिँ हामीले दिदीको लागि बर्थडे गिफ्ट प्रिपेयर गरिरहेछौँ। अनि अहिले यता एउटा गिफ्ट चाहिँ प्याक भइसकेछ, त्यो के होला अब उता गएपछि नै थाहा हुन्छ। अनि अर्को चाहिँ नि हामीसँग यता मेरो बुढाले प्रिपेयर गर्दैछ। सो के हो कसो हो पछि मात्र थाहा हुनेछ। हामी चाहिँ गिफ्टको लागि तयारीको लागि परिरहेछौँ। सो अब यो प्याक गरिसकेपछि चाहिँ हाम्रो गिफ्ट प्रिपरेसन पनि सकिन्छ। अनि हामी सरप्राइज दिन जानुको लागि मात्र बाँकी छ। अब गिफ्टहरू सबै लगभग प्रिपेयर भइसकेका छन्। अनि उता सानो दिदीले पनि गिफ्ट पठाइदिएको छ दिदीको लागि लगिदियो भनेर। सो त्यो पनि लगिदिन्छौँ। सानो दिदीको चाहिँ अब अलि बिजी भएर अफिसको कामले चाहिँ आउन सक्नु भएन। सो अब हामी दुईजना बुढाबुढी जान्छौँ। एन्ड माथिबाट त खै त बुढो एकचोटि माथिबाट चाहिँ यस्तो छ, भित्र के होला त्यो चाहिँ पछि मात्र थाहा हुनेछ। इट्स अ सस्पेन्स होइन। एन्ड हामी चाहिँ धेरै नै एक्साइटेड छौँ किनकि हाम्रो भान्जालाई पनि थाहा छैन त हामी आउँदैछौँ भनेर। सो उसको पनि रियाक्सन कस्तो आउँछ अनि दिदीको रियाक्सन कस्तो आउँछ त्यो हेरेर चाहिँ हामीलाई अलि एक्साइटेड भइरहेछौँ। के हुन्छ कस्तो हुन्छ चाहिँ थाहा छैन, प्लान कतिको सक्सेस हुन्छ त्यो पनि थाहा छैन। सो अब हेर्दै जाउँ, प्लान अनुसार जाँदै गरौँ के हुन्छ। सो गिफ्ट प्याकिङ चाहिँ सकिसकेको छ। अब बाँकी अहिले हामी रेडी भएर जाने टाइममा देखाउँछौँ। सो अब हामी चाहिँ जान लागेको रेडी भइसक्यौँ, पानी पनि परिरहेको छ। सो भ्लग चाहिँ डाइरेक्ट उतै गएपछि कन्टिन्यू हुन्छ होला। सो हामी उता चाहिँ नि केक अर्डर दिइसकेका छौँ, त्यो केकहरू लिएर चाहिँ हामी अब डाइरेक्ट दिदीकोमै जान्छौँ। कस्तो हुन्छ पानी परेको भएर चाहिँ डाइरेक्ट त्यतै गएर देखाउनेछौँ के कस्तो हुन्छ। लेट्स गो। यसरी हुँदो रहेछ, हामी यस्तो रुखको भिजेर आएको एक पो पानी परेको रहेछ क्या। कसैमा चाहिँ अब त्यस्तै 15-20 मिनट लाग्छ होला। हामी चाहिँ अहिले जाँदैछौँ, यता त पानी नै परेको छैन कि हामी वहाँ त्यस्तो लुत्रुक्क भिजेर आएको। यस्तरी हुने रहेछ। अहिले चाहिँ हामी जाँदैछौँ, हामी पुग्नुपर्ने चाहिँ ठैब हो।
सो अब त्यस्तै 15 मिनट जति लाग्छ होला अब त्यता पुगेपछि के हुन्छ हेर्दै गरौँ यस्तो लुक्क भिजेर आएर जाडो हुने चुच्चो हुने बेला आएको यता त पानी परेको केही छैन उता पानी नपरेको हामीलाई सजिलो हुन्छ जानलाई सरप्राइज दिनलाई अब कस्तो प्लान कस्तो सक्सेस हुन्छ हेरौँ सो पुरै पुगेर भेटौँला फेरि हामी चाहिँ दिदीको पसल अगाडि आइपुगिसक्यौँ सो अब सरप्राइजको लागि रेडी गर्दैछौँ आसियो केक नि लाउँदैछु केक नि लिएर आउँछ भनेको कि देख्छु के पो भनेको सो अब हामी चाहिँ जाँदा दिदीको पसल चाहिँ यो पूजा पसल र उता साइडको होटेल हो दिदी चाहिँ पूजा पसलभित्र छ भनेर थियो दिदीलाई चाहिँ हामी त केक अर्डर गरेर केक लिएर आउँ भनेको सो लेट्स चाहिँ भनिरहेको हाम्रो प्लानलाई क्यान्डलले मर गयो कुन छ क्यामेराम्यान सुन्दा त आउने Happy birthday to you. Happy birthday. Happy birthday to you. बिस तारा खाना आजे छ जान्छ त्यो नपुस अहिले त्यो हुन्छ आफै जान्छ देश नपुस त्यो चक्कु के यहाँ कहाँ काट्ने छ उतै काट्नु बिहार जाने सब ऐसे नहीं तो दिदीलाई विश गरिदियो रुबी ह्यापी बर्थडे भाउजू हैप्पी बर्थडे भाउजू मामा हैप्पी बर्थडे भन्दै यता ह्याप्पी बर्थडे भनिदेऊ बियन्स विश पार्टी हुँदैछ पार्टी भाइरल बियन्स हेलो गर त हेलो गरेर मान्छेलाई यता यता बाबा अन्त डाइनोसर यता तलै राख न अहिले त्यो स्प्रे लाग्छ कि त्यहाँ तलै राख द्याट्स सरप्राइज कह birthday to you, happy birthday to you, happy birthday dear Didi, happy birthday to you. एउटा बोल्दै बोलेन मामलाई गर्दैन भन न ह्यापी बर्थडे अगाडि अगाडि बियन्स अगाडि जानुस् न ल सक्यो भयो भयो सक्यो खै ह्यापी बर्थडे माम भयो 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 बाबु अब के भयो जान्छ उता जान्छ भयो ल जानुस् 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 पिनाज न आना साइड हो पिनाज न हो ह्यापी बर्थडे माम ह्यापी बर्थडे
उसलाई के खान मन लाग्छ जस्तो भइसक्यो ह्याप्पी बर्थडे मम भन्न तिमीले त हिजै खाइसक्यो भने हैन यो आज हामीलाई मात्र हो बिहानै खाइसकेन है बियसले 12 बजे नै ममलाई पनि बाबालाई पनि भन्नुस् त्यो केक त मिठो छैन है यो बियस गएपछि हामीलाई मिठो केक ल्याऊ है यत्रो ठुलो नखोला न त्यहाँ नथिच चक्लेट भने बियसले गिफ्ट नि दिउँ न अनि सकिन्छ ताली 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 थाले यार ताली थाइमा यार रिभिलै डबल टेबल ओ अठे फोइल ल्यान डबल दखम पेरेका उखेमा सूट सूट आज लास्ट सालो सालो तिम्रो साथी बियसको बर्थडे नै होइन दुनिया न ऱ्याप Kapulat. Ayo. बिग्रियो बियसले गरेर बिग्रियो जोडले नगर्नुस् सिद्ध गरेर बियन छैन नि त्यो बियन छैन त्यो हाम्रो सानो पुण्य हो बेसन नथिस न बाबु अब आउँछ गेस गरेको मेरो बियन्सले छिटो त्यो सबै निकाल्नु फेरि भित्र सानो है मामुलाई नि खोल्न लगाउनु पर्यो हामीलाई चक्लेट खोइ नि तिमीले खोल्न सकेन मामुलाई दिनुस् चक्लेट चाहिँ बियन्स है यो सबै बियन्स है Thank you.
बियन्सको हातको काका हाम्रो पार्टी सकिन लागेको छ ल खाना खाँदैछौँ अब 10-11 कति बजे ल अब हाम्रो पार्टी सकिन लाग्यो अब खाना खाँदैछौँ एकछिनमा सकिन्छ एकछिनमा सकिन्छ रे पुरानो इन्डिङ गर्छ ल बर्थडे गर्ल हुँदैछ गर्लको छोरा माछा हेर्दैछ ओ बर्थडे गर्लको छोरा कस्तो लाग्यो आज एक्सपेक्ट गर्नु भएको थियो हामी आउँछौँ भनेर थाहा थियो कि थिएन त्यो होइन लाग्यो कि लागेन भन्नु खोजेको एक मनले चाहिँ लागेको थियो एक मनले चाहिँ लागेको थिएन खुसी हुनुहुन्छ नि अनि गिफ्ट कस्तो लाग्यो सान्दिरीको तर्फबाट पनि सान्दिरी नानी गिफ्ट लगिदिनु भनेर पठाइदिनु भएको थियो बियन्स यता हेर्नुहोस् न बियन्स कस्तो लाग्यो बियन्सलाई चाहिँ राम्रो लागेन जान्छ भनेर ब्याग बोकिरहेको छ क्या उसले रुबी थ्याङ्क यू सो मच यसमा धेरै हेल्प तिम्रै हो नि त सो यति भन्दै आजको यतैसम्म हुनेछ पिनाजुलाई चाहिँ कस्तो लाग्यो गुड त्यो त सबैले लाग्यो बाई गरिदिनुहोस् न त पहिला यसमा बाई बाई भन्नुहोस् न त ल आजको हाम्रो भ्लग चाहिँ यतैसम्म हुनेछ किनकि अब सबजनाले So do follow अनि के भन्छ लाइक एन्ड सब्सक्राइब टु च्यानल लिना सिपाई ल बाई गरिदियो बाई बाई ओइ फेरि आयो फोन